जब पनि हाम्रो लाइफमा कुनै समस्या आउँछ, कुनै प्रब्लम आउँछ, त्यो समस्याको दुईवटा सम्भावनाहरू छन्। या त त्यसको सल्युसन छ, त्यो समाधान हुन्छ, या त त्यसको समाधान छैन। समाधान छ भने त ठिक छ, यदि छैन भने फेरि त्यसमा हजुरहरूसँग दुईवटा विकल्प छन् कि त्यो समस्यालाई, त्यो सिचुएसनलाई कसरी रियाक्ट गर्नुहुन्छ, पोजिटिभ र नेगेटिभ। पोजिटिभ भन्नाले ठिक छ, आवश्यक छैन सधैँ मैले चाहे जस्तो हुनुपर्छ भन्ने, म अर्को बाटो अपनाउँछु, यो पोजिटिभ रियाक्सन। अनि नेगेटिभ चाहिँ सधैँ आफ्नो जीवनलाई, आफ्नो जिन्दगीलाई कोसिरहने, ओहो किन यस्तो भयो, किन मैले सधैँ चाहेको जस्तो हुन्न, मेरो कुन कर्मको फल हो, मैले कुन जन्ममा के पाप गरेको थिएँ, यसरी रियाक्सन दिने। यदि हजुर सधैँ नेगेटिभ तरिकाले रियाक्ट गर्दै हुनुहुन्छ भने तपाईको जीवन जिउने क्वालिटी एकदम हेभी, एकदम भारी लाग्न सक्छ। हजुरलाई सधैँ त्यो जिन्दगीले दुःख दिइरहन्छ, हजुरको माइन्ड त्यसरी बन्दै जान्छ। तर मेरो प्रश्न हजुरहरूसँग यो हो कि किन हामी यसरी सोच्न सक्दैनौँ कि हामीले चाहेको नहुँदा पनि हामी खुसी रहन किन सक्दैनौँ? किन हामी समर्पण गर्न सक्दैनौँ? किन हामी सरेन्डर गर्न सक्दैनौँ हाम्रो समस्याहरूलाई? किनकि हाम्रो माइन्ड त्यसरी नै प्रोग्राम भइसकेको छ। सानोमा जब बच्चाले केही पाउँदैन ऊ रोइहाल्छ, अनि आमा बुवाले लिएर फेरि केही दिन्छन्, अनि उसको माइन्ड कसरी बन्दै जान्छ, कसरी प्रोग्राम हुँदै जान्छ कि अब मैले चाहेको पाउँछु। अब त्यो त बच्चामा मात्र हुन्छ, ठुलो भएपछि त पोसिबल हुँदैन। तर हाम्रो माइन्ड फेरि त्यही तरिकाले रियाक्ट गरिरहन्छ ठुलो भएपछि, किनकि हाम्रो सबकन्सियस माइन्डमा त्यो स्टोर हुन्छ, त्यो मेमोरीहरू, त्यो ह्याबिटहरू, जुन कुरा सिकिसकेको थियौँ अब त्यसलाई हामी अनलर्न गर्छौँ। अनलर्निङ द ओल्ड ह्याबिट्स, अनलर्निङ द ओल्ड प्रोग्रामिङ्स। हाम्रो समस्या समाधान नहुँदा पनि हामी समर्पणको भाव राख्न सकौँ। ठिक छ, सधैँ मैले चाहे जस्तो हुँदैन भन्ने भावनाहरूलाई अब यसलाई हामी पटक पटक रिपिट गर्ने। जब पनि कुनै समस्या आउँछ र त्यसको समाधान हुँदैन भने ओके ठिक छ, म अर्को बाटो हेर्छु, म अर्को बाटो अपनाउँछु भन्ने यो चिजलाई माइन्डमा रिपिट गरिराख्नुहोस्। यदि यसको लागि पनि कुनै टेक्निकहरू चाहिएको छ भने मलाई कमेन्टमा सोध्नुहोला र यो हर समस्यालाई पोजिटिभ तरिकाले रियाक्ट गर्न सुरु गर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। यदि सधैँ तपाईँ नेगेटिभ तरिकाले रियाक्ट गर्नुहुन्छ भने जिन्दगी सधैँ भारी लाग्छ, हेभी भइरहेको छ, तपाईँलाई जिन्दगी जिउन पनि गाह्रो लाग्छ। त्यसकारण पोजिटिभ, हर समयमा पोजिटिभ हुन सिक्नुहोस्।